हजुर हजुर मेरो पेमा राइड्स छ पेमा राइड्स हजुर हजुर ल थ्याङ्क यू है स्कुटरको सिट भन्दा पनि तपाईँको यो पछाडिको यो डन्डी ठिक छ क्या यसमा चाक अड्किन्छ क्या अब यसमा चाहिँ अलिक चिप्लेला जस्तो हुन्छ क्या हेलो गुड आफ्टरनुन एभ्रिवान एन्ड वेलकम ब्याक टु माई च्यानल अनि आजको नयाँ दिन नयाँ भ्लगमा चाहिँ तपाईँहरूलाई फेरि पनि स्वागत छ है सो आज चाहिँ म दिउँसो निक्लेको छु यार आज बिहान चाहिँ म खासै राइड नदेखेर चाहिँ मेरो हल्का यो भिडियो पनि एडिट गर्नु थियो नि त अनि त्यस कारणले चाहिँ बिहान म राइड निक्लेन है अनि आज चाहिँ हेरौँ दिउँसो चाहिँ कस्तो राइड हुन्छ भनेर निक्लेको छु म है यसै 5-6 वर्षसम्म राइड गर्छु होला म धेरै राइड गर्दिनँ है अनि कस्तो हुन्छ त आज दिउँसो मान्छेहरू कतिको पाइन्छ भनेर चाहिँ आज भ्लग पनि बनाउँछु भनेर है अनि अहिले चाहिँ 3:22 गएको छ लगभग 3:30 हुन लाग्यो है अनि एउटा प्यासेन्जर उठाएको छु मैले यार यस्तो राइडै नभएको क्या यो ठाउँमा अब यो नयाँ बजारतिर छु म है अनि खासै मैले अब राइडै देखेन सर्ट राइडहरू मात्रै छ अनि एउटा सर्ट राइड चाहिँ मैले उठाएको छु है 40 रुपियाँको उठाएको छु मैले 1.7 किलोमिटर जानुपर्ने छ अरू राइडहरू हाई रेटमा हानेको उठाउनै उठाएन भनेको क्या 40-50 त्यस्तो भयो नि मैले हानिरहेको थिएँ ल ठिक छ अब यो ठाउँबाट निक्लेर हेरौँ है राइड त्यसपछि कतिको पाइन्छ किलोमिटर अनुसार चाहिँ पैसा राम्रै छ है बिहानको टाइममा जस्तो पैसा चाहिँ कमाउन अलिक गाह्रो हुन्छ क्या बिहान चाहिँ अति राइडहरू पाइन्छ है अहिले दिउँसोतिर चाहिँ अलि राइडहरू कम हुन्छ बिहानको टाइममा चाहिँ अति नै धेरै राइड हुन्छ अब कामले हिँडिरहेको हुन्छ नि त अब अहिले त सब काममा होला के होला होइन सबै आफ्नो ठाउँमा जानुपर्ने ठाउँमा गइसक्यो होला मान्छेहरू अब उही अब घर फर्किने बेला भए मात्र हो है अनि ल मेरो लोकेसन चाहिँ यतैबाट आएको छ ल आइम हेयर गरिदिउँ है तपाईँ हो ब्रदर ए ल हुन्छ बस्नु ल सुरज है ए ल बस्नु ल मोमो एन्ड पिज्जा हाउस क्युआर कोड हो ए ल हाम्रो 40 हजुर हजुर ए ल थ्याङ्क यू ल मेरो आज दिउँसोको फर्स्ट राइड पनि कम्प्लिट भयो जुन चाहिँ 40 को राइड थियो यो है अब अर्को राइड हेरौँ है राइड त अब आज छैन है आज फेरि यस्तो छ हिजो आज राइड छैन भोलि चाहिँ फ्राइडे हो छ भोलि चाहिँ फ्राइडे हो है भोलि चाहिँ राइड राम्रो हुन्छ आज चाहिँ अब खासै राइड छैन ओहो मैले के गरेको मैले एउटा रिक्वेस्ट उठायो जानुपर्ने 2 किलोमिटर छ पैसा 50 छ उठाइहाल्यो है रिक्वेस्ट हानिहाल्यो उठाइहाल्यो पनि प्यासेन्जरले के गरौँ त म यार 1 किलोमिटर छ दिन जान नै डिस्कस्टिङ सेट ल ठिकै छ बसिराख्नु भन्दा चाहिँ गइदिउँ है हजुर हजुर मै हो ए हो हुन्छ हुन्छ बस्नु ल हजुर ए मेरो सिट यताबाट भित्र हो यतै हो ल टाइम त लाग्दैन होला नि ए ल हजुर अब यस्तै छ के गर्नु अब स्कुटरको सिट भन्दा पनि तपाईँको यो पछाडिको यो डन्डी ठिक छ क्या यसमा चाक अड्किन्छ क्या अब यसमा चाहिँ अलिक चिप्लेला जस्तो हुन्छ क्या हो हो अलिक गाह्रो हुन्छ तान्न गाह्रो हुन्छ क्या ए हो हो कोही छेउमै बसिन्छ तान्नै गाह्रो हुन्छ फेरि हो हो पछाडि अलिक झुन्ड्यो भने गाह्रो हुन्छ नि हो अगाडि यो हल्दिन्छ क्या ल हुन्छ दाइ तिमी जाने हो मसँग अगाडि राख्नु आऊ ल बस्नु ल त्यही हो नोट त पुरै च्याते छ त हौ ए ल भयो है गङ्गाबु बस पार्कबाट चाहिँ 75 लिटल फ्लावर मोन्टेसोरी टु 83 सम्म ठिक हुन्छ होला यार ल उठायो है 4 किलोमिटर जानुपर्ने छ 83 मा उठाएको छु मैले सानो बाबु नानीहरूले नि हँसाइदिन्छ यार तपाईँले किन CCTV लगाउनु भएको हेलमेटमा भन्छ क्या ल यतै कतैबाट रिक्वेस्ट आएको छ है आइम हेयर गरिदिउँ है आइम हेयर म लोकेसनमा आइसकेँ है ए ल हल्का अगाडि बस्छौँ है यहाँहरूको पसलको अगाडि के बस्दिनु ल यता वेट गरौँ यता प्यासेन्ज यता तपाईँ है रमिसा है ल आउनुहोस् ल बस्नु भयो है हामी जाने माथिबाट त होला नि है
ल हजुर हजुर मेरो पेमा राइड्स छ पेमा राइड्स हजुर हजुर ल हस् थ्याङ्क यू है ल अब यो चाहिँ मेरो 85 को राइड पनि कम्प्लिट भयो है बलम्बु छ चन्द्रागिरी छ 10 किलोमिटर नजाउँ होला यार ल गाइस मैले चाहिँ यो ठाउँबाट चाहिँ राइडै पाइनँ है यो ठाउँमा राइड पाउनको लागि एकदम बिहान आउनुपर्छ क्या बिहान 7, 8, 9 त्यस्तो टाइममा चाहिँ एकदम दामी दामी राइड पाइन्छ यहाँबाट है अहिले चाहिँ यो ठाउँबाट मैले राइडै पाएन अनि एउटा मोटो फिक्स्ड बाटा चाहिँ मैले एउटा राइड उठाएको छु है मोटो फिक्स भने चाहिँ अहिले घटाउन बढाउन केही गर्न नमिल्ने रहेछ प्यासेन्जरले पनि घटाउन नमिल्ने बढाउन पनि नमिल्ने होइन राइडरले पनि अनि घटाउन बढाउन केही गर्न मिल्दैन क्या मोटो फिक्स भनेको चाहिँ अनि त्यही भएर 60 कति आएको छ 2.9 कि कति छ है लगभग 3 किलोमिटरै भन्न लिन जाँदा यताउता गर्दै बेला अब हुन त 4 किलोमिटर हुन्छ लिन पुऱ्याउन गर्दा त अब मैले चाहिँ यो ठाउँमा राइडै नपाएको कारणले गर्दा राइड रिक्वेस्ट हाई रेटमा हानेर पनि नउठेको कारणले चाहिँ मैले यो 60 को राइड लिएर जाँदैछु है त त्यही पनि लिन जाने चाहिँ 1 किलोमिटर ल जाउँ राइड क्यान्सल चाहिँ नगरिदियोस् है प्यासेन्जरले यताबाट लेफ्ट देखाइरहेको छ है यो भित्रतिरबाट हो त बाटो छ त यताबाट ए बाटो रहेछ त यार यो मुनितिरबाट चाहिँ आज क्या हो रिक्वेस्ट तनाव पो हुन्छ त यार बाटै हुँदैन नि फेरि यो मुनिको घरतिरबाट आएको छ रिक्वेस्ट यार भनेपछि प्यासेन्जर कहाँबाट निक्लिन्छ त यो नम्बरमा आएर कल गर्नु भनेको छ प्यासेन्जरले है हेलो तपाईँ कहाँनिर हुनुहुन्छ ठ्याक्कै होइन होइन म यो लोकेसनै तपाईँको यहाँ जाली जाली भएको ठाउँमा देखाएँ कि मलाई त्यही भएर यो माथि यो बार लगाएको छ नि माथि सानो रोडमा छ यहाँ जाली जाली छ नि हजुर बालाजु है त बालाजु हाइट यहाँ चोकबाट हल्का अगाडि आएर त भित्र छिर्या हो क्या म तपाईँलाई लाइभ लोकेसन अन गर्न आउँछ लाइभ लोकेसन अन गर्न आउँछ न यसो चोकमै आउनु नि त नभए है बुझ्दैन प्यासेन्जरहरूले है लाइभ लोकेसन लाइभ लोकेसन अन गऱ्यो भने चाहिँ एक्ज्याक्ट हुन्छ क्या होइन अब त्यहाँनिर छ भने पनि मान्छे आफूले म्याप हेरेर बाटो त्यहाँबाट कहाँनिर बाटो देखाएको छ होइन त्यहाँ जान मिल्यो नि त अब यस्तो छ है त्यहाँ मुनितिर देखाइरहेको छ क्या अब कि प्यासेन्जर यताबाट आउँछ है यो घरतिरबाट आउँछ ज्ञान मन्दिर कि यहाँबाट आउँछ प्यासेन्जर ज्ञान मन्दिर स्कुल थाहा छ ज्ञान मन्दिर सेकेन्डरी हाई स्कुल छ नि यहाँनिर सोध्नु न एकचोटि हजुर 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 त्यहाँ चोकनिर हो ल ल ल त यता बालाजु हाइट कता हो अझ माथि चिया चोकमा हो ए ल यो बहिनीले मलाई डुबायो है बालाजु हाइट यही हो दाइ यही हो है ए ल बालाजु हाइट त बालाजु हाइट अब बालाजु हाइटमा लेख्नु भयो होला तपाईँले बालाजु हाइट लेखेपछि त यो पुरै भरि पर्छ नि त नि सबै ठाउँभरि पर्छ तपाईँ अब तपाईँलाई लाइभ लोकेसन पनि गर्न आउँदैन होला फेरि है ए त्यही त मान्छेहरू त्यहाँ स्कुलहरू कलेजहरू के छ सोध्नु न भए अब त मेरो विचारमा पक्कै पनि लोकेसन चाहिँ त्यहाँ मुनि छ होइन मान्छे पनि त्यही मुनितिर कता होला क्या अब यस्तै हुन्छ म्यापमा है अब म अब चोकमा हाइटमा आयो हाइटमा भने म यता हाइटमा आयो हाइट त अब यो पुरै एरिया नै हाइटमा बाल्चु हाइट भनेर चिनिन्छ होइन कि त अब यसलाई अब अर्को सृजनाशील चोक पनि भनेर चिनिन्छ ए त्यहाँनिर ओह्रालोतिर हो ए ल ल सायद अब विद्युत प्राधिकरण भने त उता माथितिर छ जस्तो मलाई लाग्यो है त्यहाँतिरको हो र त्यही माथि रहेछ त अनि बालाजु हाइट त बालाजु हाइट भन्छ त्यो माथि चोकमै गएको थियो नि त अनि ला त्यो सबै ठाउँमा बालाजु हाइट भन्छ क्या तिमी चाहिँ हल्का तलतिर चाहिँ रहेछ होइन त्यहाँ स्कुल लेखेन स्कुलहरू सोध्नुपर्छ नि ऊ यहीँ लेखाएको छ हेर त यो म के भने ज्ञानमाला सेकेन्डरी स्कुल लेखाएको छ नि म त्यही माथि थियो क्या ए पछि विद्युत प्राधिकरण भनेर पो मैले बुझेर तल आएको के घरबाट अब कसरी बुक गर्नु भएको थियो र अनि ए यो चाहिँ यो ल ल धन्यवाद कहाँ छ त प्यासेन्जर खै
तपाईँहरू हो गङ्गोबु बस पार्क? ए ल बस्नु ल। ल यो चाहिँ गङ्गोबु बस पार्क जानुपर्ने छ 56 हजुर 2.6 हजुर हजुर बस्नु कहाँनिर अझ अगाडि हो यतै हुन्छ ल 55 भएको हो ल थ्याङ्क यू। नेट पनि चल्दैन क्या यता भयो यस्तो तनाव छ क्या यो बस पार्क एरियातिर होइन अलि माथितिर गयो भने चाहिँ जुन ठाउँमा चाहिँ धेरै मान्छेहरू हुन्छ नि त्यो ठाउँमा चाहिँ नेटै चल्दैन भने ल अब हल्का यतातिर आइदिउँ है यतातिर चाहिँ हल्का चल्छ त्यो भित्र टन्नै मान्छे हुन्छ क्या बस पार्क भित्रतिर। मेरो 55 को राइड चाहिँ कम्प्लिट भयो है त्यो अनि बहिनीले चाहिँ मलाई 55 भएको थियो होइन 80 रुपियाँ हालिदियो क्या हिस्योमा ल ठिकै छ है। अब त्यसपछि फेरि मेरो एउटा राइड उठाएको छ यो चाहिँ 206 को छ गुज्रू धारा जानुपर्ने छ है अनि किलोमिटर चाहिँ 10.5 किलोमिटर छ है त। कहाँ पवित्र नगरको गेटबाट उठाउनु पर्ने छ प्यासेन्जरलाई चाहिँ। बाटो के छ यहाँनिर यार बाटो चाहिँ अझै बनाएको छैन यो टालटुल चाहिँ गरेर राखेको छ है। यो ढल बनाएको हो कि मेलम्चीको खोला के भनिरहेको थियो यार धन यताउता गर्नलाई बाटो चाहिँ रहेछ है। अस्तितिर त पुरै बन्द थियो यार ल ठिक छ पवित्र नगरको गेट त अब त्यो कसरी हानेको छ यार आफै अटोमेटिक सेट भएको हो कि है नभए त पवित्र नगरको गेट त होइन त यार त्यो त पवित्र नगरको गेट त अझ माथि त्यो बिजिमलभन्दा हल्का माथिबाट हो है। अब यहाँनिर लोकेसन कसरी हानेको छ है त्यसमा भर पर्छ गेटबाट त भित्रै हुँदा यो त यसरी गाडी आउँछ क्या हर्न बजाइराख्नुपर्छ। यहाँबाट आएको छ है रिक्वेस्ट चाहिँ कुन चाहिँ फटाले पवित्र नगरको गेट भनेर यहाँ हान्दैछ है। हेलो हेलो तपाईँ कहाँनिर ठ्याक्क गेटमै हुनुहुन्छ हो? गेटबाट अलि भित्र आउनु त साथी सेकुवा छ यहाँबाट। साथी के भन्नु पर्यो? गेटबाट म धेरै भित्र छु यहाँ लोकेसन पवित्र गेट भनेर ठाउँ अर्कै रहेछ क्या यहाँनिर। गेटबाट चाहिँ तपाईँ 2 सेकेन्ड 4 सेकेन्ड पनि लाग्दैन यहाँ पुग्न गेट। ए हो त्यो के अरे के छ भन्नु त तपाईँको के भन्नुभयो तपाईँले के सेकुवा? कान्छी सेकुवा ए ल ए ल ल साली सेकुवा के कान्छी सेकुवा के भन्दै थियो है। हो साथी सेकुवा पो रहेछ ल आउनुहोस् बस्नुहोस् ल जाउँ है त। पवित्र नगरको गेट त यो पो हो नि होइन यो हो नि है त्यो होइन त्यो यस्तो त्यो कुन चाहिँ मान्छेले चाहिँ पवित्र नगर गेट भनेर बनाइदिएछ क्या लोकेसन अनि गेट चाहिँ त्यो मुनतिर रहेछ क्या अनि त्यही भएर लोकेसन त्यहाँ पर्दो रहेछ क्या। हजुर त्यही त गेट त यता हो लोकेसन चाहिँ त्यहाँ रहेछ त्यही हुन्छ है। ल तपाईँसँग 5 रुपियाँ छ होला ल 5 रुपियाँ दिनु त म तपाईँलाई 300 रुपियाँ दिन्छु ल हस् धन्यवाद ल हुन्छ दाइ हजुर उतै हो ल हस् थ्याङ्क यू। 205 को राइड पनि कम्प्लिट। अब यहाँबाट उता जाने राइड के छ त ल मैले चाहिँ एउटा राइड उठाएको छु है हामी जानुपर्ने चाहिँ 11 किलोमिटर छ है तर अब यो म्याक्स हाइरेट हानेर नै पैसा चाहिँ 180 छ क्या अनि मैले चाहिँ राइड उठाइहालेँ है किनकि मलाई अब त्यही साइडतिर जानुपर्ने छ है अनि त्यसपछि म घर जान्छु। अब यता राइडै पाएन यार मैले खासै न सर्ट राइड छ है न लङ राइड छ बल्ल चाहिँ मैले 10 मिनट वेट गरिसकेपछि चाहिँ मैले यो राइड पाएको छु है। अब यो चाहिँ अब घाटामै जाँदैछु म यार अब म्याक्स हाइरेट हानेर नि 180 छ अनि धन्न उठाएँ यार अब नउठाएको भए त अब खोइ राइडै छैन भने यो राइड पाइहाल्यो ल ठिकै छ। अघि एउटा बहिनीले 25 रुपियाँ टिप्स दिएको थियो होइन त्यसले कभर गर्छ। के गरिदिएको यार यो पानी त पुरा पिसा फेर्दै जस्तो छ त केटाहरूले बच्चा बेलामा फोन गरिदिउँ है। म लोकेसनमा आइसकेँ है ए ल हस् तपाईँ हो ए ल आउनु बस्नुभयो है। त्यही हुन्छ है ल हुन्छ त थ्याङ्क यू हुन्छ ल अहिले चाहिँ ठ्याक्कै मैले कति 6:45 मा चाहिँ मैले राइड भएको थियो है अनि त्यही हो गाइस अब आजको अर्निङ भने चाहिँ यति छ 678 छ है 680 भनौँ
अनि 25 रुपियाँ एउटा बहिनीले मलाई टिप्स दिएको थियो है। त्यो जोड्दा चाहिँ ठ्याक्कै मसँग चाहिँ आज अर्निङ चाहिँ 700 रुपियाँ हुन्छ है। दिउँसो चाहिँ म 3 बजेर 22 मिनटमा निक्लेको थिएँ, अब अहिले 45 भयो, 6:45 भयो है। अनि आजको टोटल राइड भने चाहिँ 3 घन्टा 20-25 मिनट कतिसम्म मैले आज टोटल राइड गरेको भने चाहिँ है। अनि अर्निङ चाहिँ त्यही हो, अब 700 रुपियाँ ठ्याक्कै भएको छ है। धेरै राइड गर्न नसकिने या मेरो भाइजर कालो छ नि त, भाइजर कालो भएको कारणले गर्दाखेरि भाइजर लायो भने त पुरै अन्धकार देख्ने क्या, अगाडिको खाल्डा खुल्डीहरू नै नदेख्ने क्या। अनि त्यही भएर चाहिँ प्रब्लम भइरहेको छ है। अनि आँखामा हान्दैछ मलाई चिसो हावाले, पुरै आँखामा हान्दिएर यार आँखै दुखिरहेको छ भने। ल ठिक छ गाइज, अब भिडियो मन पऱ्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस् है, अनि सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु भन्दै म बिदा चाहन्छु। टेक केयर, राइट सेफ, सी यु इन द नेक्स्ट व्लग है। भयो 570ले भरिन्छ है पेट्रोल। 470 को पेट्रोल पनि हालियो है। अनि आज किलोमिटर चाहिँ म 40 किलोमिटर कुदेछु है त। ल गाइज टेक केयर, राइट सेफ, सी यु इन द नेक्स्ट व्लग है।